हेलो नमस्ते वेलकम टु माई मिनी व्लग। यो हजुरहरू सन्चै हुनुहुन्छ, म अनि सन्चै छु। आज चाहिँ मैले बङ्गुरको मासु बनाउँदैछु। अनि पहिला तेल हालेँ, अनि जिरा हालेँ, अनि त्यसमा जिरा चाहिँ रातो कराएपछि अनि मासु हालेँ, बङ्गुरको मासु। अनि चरचरी भुटेर खान पर्दो रहेछ बङ्गुरको मासु। मैले चाहिँ आज आगोमा पकाउँदै, अनि आगोमा पकाएको स्वाद त्यसै नै फरक हुन्छ। अनि चाहिँ मसला खुर्सानी टमाटर काटेर, अनि मैले चाहिँ एकै ठाउँ टमाटर अनि मसला खुर्सानी सब एकै ठाउँ गराएर मैले चाहिँ मासुमा हालिदिन्छु। अनि हेर्नु न, त्यसपछि अनि प्याज मैले चाहिँ लास्टमा हालिदिन्छु कि प्याज टमाटर अनि मसला खुर्सानी एकैचोटि हालिदिएपछि मासुसित सँगसँगै भुटिँदो रहेछ। अनि मासुसित त्यस्तो गराउने नि अनि छुट्टै अलग्गै टेस्ट आउँछ। अनि त्यही भएर मैले चाहिँ मसला खुर्सानी प्याज टमाटर सबै एकै ठाउँ हालिदिएपछि पकाउँछु। अनि पकाएर भएपछि चरचरी भुटेपछि अनि हेर्नु न, मेरो मासु चाहिँ यस्तो भयो। पहिला प्याज हालिदिएँ, अनि बेसार, अनि स्वाद अनुसारको नुन हालिदिएँ, अनि त्यसपछि यहाँ टमाटर मसला खुर्सानी अघि काटेको त सबै हालिदिएपछि अनि मेरो मासु चाहिँ कति राम्रो भयो। हेर्नु न, म चरचरी भुटेर पहिल्यै भुटिसकेको थिएँ। अनि त्यसमाथि सबै सरसामान हालिदिएपछि त मासु मिठो भइहाल्छ नि त। गाउँघरको मासु मिठो भइहाल्छ। हेर्नु न कति राम्रो भयो। अनि खाने भइ आउनुहोस्। आजको भिडियो यति नै। अर्को भिडियोमा भोलि भेटौँला। बाई बाई।